आज मेरो किचनमा मोमो बन्दैछ। मैले क्याबेजलाई मसिनो पारेर काटिसकेको छु। अब पालो छ प्याजलाई मसिनो गरेर काट्ने। त्यसपछि के भइसकेको छ, अब चाहिँ म भेजिसमा चाहिँ मिक्स गर्छु। चिरा राखेको पिठो पनि रेडी भइसकेको छ। अब म सानोमा चाहिँ रोटी चाहिँ बेल्छु यसबाट। अदर बनाउनको लागि मैले पिनट्स लिएको छु अनि अलिकति यसमा तिलहरू हाल्छु अनि बनाउँछु। आज मेरो किचनमा मोमो बन्दैछ। मैले के भइसकेको छ, अब चाहिँ मैले चिरा राखेको पिठो पनि रेडी भइसकेको छ। अब to go in the steam. Now is ready to get over the heat.